हेलो हाई गुड मर्निङ नमस्ते गाइस। हामी चाहिँ आज 2081 साल 12 महिना 22 गते चाकुरे लेक पनि अब क्रस लगाइसक्यो। हामी जुम्ला विशेष काम गएका थियौं र काम सम सकिसकेको छ। त्यसको सिलसिलामा हामी चाकुरे जस क्रस गर्ने टाइममा छौं। क्रस गर्न थोरै नै बाँकी छ। अब चाकुरेमा यस्तो बिजोर मैले हिउँछ। अस्ति हल्का मेरो मोबाइलले काम गरेर आज म एउटा चाकुरेको यस्तो भलक बनाउँदैछु। यो भलक हेरेर मलाई साथ सपोर्ट दिनु होला। एकदम बवाल बवाल भलक आउन लाग्छ। अनि एकदम अहिले चाहिँ यो वर्षमा धेरै पछाडि हिउँ परेर लेक क्रस गर्नु पनि गाह्रो भइरहेछ। यो देखाउन गइरहेछु म। यो यस्तो छ हेर्नु त। यो पुरै अहिले यताबाट सूर्य लागेको कारणले गर्दा यता चाहिँ राम्रो देखाइरहेछ नि मेरो फोनले। यो चाहिँ यो बवाल हेर्नु त यस्तो हिउँ। योपल्ट यहाँदेखि एउटा कोटे कारिमुली भन्ने यो मेरो आफ्नै उता जारकोटतिरको पाटनमा जाने बाटो रहेछ। योदेखि उतापट्टि छ। यो एरिया चाहिँ जुम्लाकै हो। यो जुम्लादेखि उतापट्टिको एरिया चाहिँ जारकोट पर्छ। यहाँ बर्खाको सिजनमा एकदम गाई भैँसी अरे कुहिरो लागेको हुन्छ। त्यतिखेरको पनि म तपाईँलाई सायद भलक बनाएर एकदम मनोरञ्जन दिनेछु। त्यो मनोरञ्जन हेर्नलाई तपाईँहरू एकदम समथिङ 3-4 महिना पर्खेर बस्नु होला। अहिले चाहिँ ड्राई सिजनको सुक्खा सिजनको यो आज चाहिँ कति तारिक भयो? आज अप्रिल 4 तारिक भयो कि 5 तारिक भयो? 2025 अप्रिल 5 तारिक भयो। यो भलकहरू यस्तो छ हेर्नु। हिउँहरू एकदम बवाल बवाल परिरहेछ। यो बवाल बवाल छ हैन हिउँहरू। यो यस्तो छ। यो खतरा छ यो लेकमा। म अब यो ट्याक यो डाँडो काटेर माथि जानुपर्छ। यो एकदिन हाम्रो गर्जनकोटको भाइ छन् ऊ न्याएर बसेको। यो भन्दा हामी माथितिर जाने भनेपछि अब यसको समथिङ 1 घण्टा भित्रै लेक क्रस भएर म जारकोट एरियामा आउँछु र समथिङ 5-7 घण्टाको 7-6-7 बजीतिर मेरो घर पुग्छु होला सायद जस्तो लागिरहेछ। यस्तो भिडियोहरू हेरेर मनोरञ्जन गर्नुहुन्छ। कता अमेरिकाबाट कुहिरे अमेरिकाबाट आएको कुहिरेको ह्यान्डसमको फेरि यस्तो छ नि। यो यति ह्यान्डसम छ नि। यसको पछाडि केटीहरू लागेर अहिले लाइन बल्ल छुट्याएको छ तल लाइन। त्यो चाहिँ एकदम छ। अनि यो चाहिँ अलिक दुखी छ। यसको चाहिँ अब जस केटीहरू अलिक मन पराउँदैन हुन्छ फेरि हामी त्यही हुन्छ। तर यो चस्मा त उहिले लागेको लगभग कति 5,000 कि 7,000 हाल्यो जुम्ला बजार त्यस्तो छ होइन। त्यो लुक्स एकदम बालेन हो नि त। बालेनले हल्का झल्काइरहेको छ क्या। अनि त्यही हो होइन। यो छ यो जुम्ला एरिया हो। जुम्लामा पनि खतरा छ नि हो हजुर। हो जुम्लामा पनि यत्रो छ नि एरिया त आम्बो वडा छ जुम्लामा। म यतिखेर चाकुरे क्रस गर्दैछु। चाकुरे क्रस गर्दैखेरिका केही दृश्यहरू म देखाउन गइरहेको छु। मलाई चिन्नु भएकै छ होला। एकदम कष्टकर तरिकाले लेक क्रस हुन्छ होला सायद। अस्ति पनि बहुत गाह्रो नै भइरहेको थियो। आज पनि महा गाह्रो हुन्छ होला। त्यतिखेरका क्षणहरू चाहिँ मैले मेमोरीलाई बल्नै बनाउने छु। यस्तो छ नि दृश्यहरू यताको। यस्तो छ ल। यता चाहिँ केटाहरू गइरहनु बोइजहरू ह्यान्डसम बोइज। ल के छ भाइ? हुन नसकेको कुहिरेबाट 2-4 शब्द जाओस् त। यसको चाहिँ फकाउँछ अरे। अरू के आउँछ छक्का? नमस्ते गुड मर्निङ। ठकुरी खडक सिंहको भलक चाहिँ आउँदैछ ल। खलनायक भलक भनेर आउँदैछ फेरि। एकदम नाम पनि कडा छ नि। मेरो नाम एकदम खतरै छ। एकजना घाँसले थोप्रा ठिक छैन भने थोप्रा चाहिँ मेरोलाई एकदम बवाल। मेरोलाई एकदम अच्छा नै छ। कसैलाई राम्रो होला नराम्रो होला मलाई बाल नो मतलब। मेरो काम भनेको हजुरहरूलाई भ्यू देखाउने हो, लुक्स देखाउने हो। मेरो सिद्धान्त भनेको तपाईँहरूको लुक्स देखाउने हो। त्यही हो। मतलब छैन होइन। यत्रो खतरा छ एकदम बवाल सिद्धान्त। फेरि मेरो मान्छे हान्ने पनि छुन्द छ पहिलेदेखि। अलि मान्छे त म बजाइहाल्छु फेरि। लुरे भयो भने जे 55 किलो बजायो भने चाहिँ जे मजाले हो पचाउने। ले पचाउँछ न त छेड्छ कसैले। त्यही हो। चाखुरेमा चाहिँ तपाईँको हिउँ अहिले अझै पनि 3 फिट छ है। 3 फिट चाहिँ मजाले छ ल। यस्ता भिडियोहरू हेर्नु होला।
यो स्वरलाई मन नपराए पनि यो भिडियोलाई मन पराइदिनु होला। यो मान्छेलाई मन नपराए पनि यो मान्छेको भिडियोहरूलाई भ्यूहरूलाई मन पराइदिनु होला। भ्यू चाहिँ एकदम खतरा खतरा भ्यू देखाउनेछु म। त्यतिखेर फाइनली हामीले चाहिँ चाकुरेको अब 1 किलोमिटर नजिक छौँ। यो दृश्य देखाउन गइरहे हजुरहरूलाई। म चाहिँ यता झारकोट जिल्लादेखि जुम्ला जिल्ला पुगेर थोरै व्यापार बिजनेस गरेर यो फर्किएका केही क्लिपहरू हुन् जुन यो मेरो लागि मेमोरेबल रहनेछन्, यो अविस्मरणीय हुनेछन्। म भोलि मरेर गए पनि मेरो छोराहरूले हेर्नेछन्, मेरा नातिले हेर्नेछन् यस्ता भिडियोहरू। सबै यस्तै हजुरले पनि हेर्नु होला। यसलाई नै मैले 10 वर्षपछि हेरेर म पनि एकदम चकित हुन्छु होला क्या जस्तो लाग्छ है मलाई। यो हेर्नु त, यो एकजना हाम्रो विदेशी पार्टनर हुनुहुन्छ पाहुना अनि हामी छु। यस्तो छ यहाँको दृश्य। अनि यताको भ्यू यस्तो छ, बवाल बवाल छ। यो सब जुम्ला एरिया हो। झारकोट उतापट्टि फेरि तपाईँको यसको उतापट्टि हिउँ छैन, यतापट्टि खतरा हिउँ छ। हेर्नु न, यो काट्नुपर्ने बाटो चाहिँ हेर्नु त। यो अस्ति त्यसैमा जो एकदम कडा तरिकाले मिहिनेतका साथ दुःख गरेर आयो एकदम। यहाँ यस्तो छ यता दृश्य। अब हिउँ लब अबको 10 दिनमा जो हिउँ सकिन्छ होला जस्तो लागिरहेको छ मलाई। यो हिउँ चाहिँ जान्छ। मलाई अस्ति आउँदाखेरि गएर अहिलेको फाइनली अब लेक क्रस गर्नु मात्र 15 मिनट बाँकी। एकदम गजब तरिकाको यात्रा भयो। आज बिहान 4 बजी हिँडेको राति बवाल तरिकाले यात्रा चाहिँ भयो होइन। जो खासै गाह्रो भएन। अस्ति चाहिँ एकदम भेरी स्ट्रगल गर्नु परेको छ होइन एकदम। आज चाहिँ त्यस्तो खासै परेन। त्यसैले अब म चाहिँ क्रस गरेर यो हिउँमा एकछिन बहुत बिजोग रमाइलो गर्दैछु। र म प्रत्यक्ष रूपमा एउटा इन्टरभ्यू पनि दिन्छु तपाईँहरूलाई। मेरो इन्टरभ्यू हाम्रो केटाहरूले लिँदैछन्। अनि यस्तो भिडियोहरू हेरेर मलाई बहुत फुल सपोर्ट गर्नु होला नि फेरि फुल्ली। यो हेर्नुहोस् न, यो सामानहरू पुरा घोडा खच्चर तरिकाले आइहाल्छ। सामान घचाच बोकिया छ यो एकदम। एउटा भाइलाई त्यहाँ लेक लगाएर जो सेन्टी फ्लाइट लाग्छ त ढलिरहेको छ। नमस्ते एभ्रिवान, म चाहिँ खडक सिंह ठकुरी। आज 12 दिनको लगातार ट्राभल पछि मेरो आजको काम क्लास भएछ, सिद्धिएको छ, यात्रा भरमान सकिएको छ। मेरो भ्लगको नाम जेकेटी भ्लग हुँदैछ। जेकेटीको मतलब अरूको फर्म मलाई थाहा छैन। मेरो फर्म चाहिँ जे भनेको झारकोट गाउँमा, के भनेको खडक अथवा खलनायक दुईटै नाम हो मेरो। टी भनेको ट्राभल। म लगातार ट्राभल हिँडेरै गर्छु। अर्को जस्तै त्यो बाइकमा हिँडेर भगाएर गर्ने त्यस्तो खालको भ्लगर होइन म। खतरा खतरा भ्यू देखाउने एकदम हेर्ने तपाईँले मजा लिने हो एकदम। मैले चाहिँ त्यही दिने हो होइन। अब तपाईँले दिने के त्यो हेर्नु। तपाईँको लागि मैले यत्रो दुःख गरिरहेको छु होइन। यो एकदम भोग भनेर जे होस् प्यास भनेर लेक नबनेर एकदम खतरा खतरा गरिरहेको छु होइन। त्यो चाहिँ तपाईँहरू हेरेर साथ दिनु होला। यो भ्लग चाहिँ जेकेटी भ्लग आउँदैछ। अबको 1 महिनापछि खोल्दैछु म। त्यसमा मैले हप्तामा एउटा भिडियो अनिवार्य हाल्नेछु। मेरो लगातार ट्राभल सुरु हुनेछ। त्यो हेरेर मलाई साथ सपोर्ट र तपाईँले सजेसन दिन सक्नुहुन्छ। यो चाहिँ म एउटा रिलमा पनि हाल्छु होला सायद। मेरो रिलमा आएको, मेरो रिलमा हेरेको अहिले समथिङ मेरो पुरानो आइडी ह्याक भएकाले गर्दा मेरो साथीहरू बढी 4-500 छ होला। सबैसँग सबै यो भिडियो पुगोस् होइन। मेरो कोही दुश्मनहरू पनि होला, त्यो सबै मेरो ती दुश्मनहरूसँग पनि पुगोस्, मेरो मित्रहरूसँग पनि पुगोस्, सबैसँग पुगोस्। म त्यस्तो खालको भिडियोहरू बनाउँदैछु। त्यसपछि मेरो अब अहिले तपाईँको यो ड्राई सिजन छ। हेर्नुहोस्, तपाईँलाई थाहा छ कि म समुद्री सतहदेखि अहिले समथिङ 4000 एफओको हाइटमा छु। मेन सी लेभलदेखि। यस एरिया मेन सी लेभलदेखि माथि त्यति म हाइटमा छु। कति हो अब तपाईँलाई थाहै होला। त्यसपछि म अन्त त भन्न सक्दिनँ। जाजरकोट, डोल्पा र जुम्लाको हरेक ठाउँको भ्यूहरू र एक्टिभिटीहरू, त्यहाँको के क्रियाकलाप भइरहन्छ, त्यो के को रहन्छ त्यस्तो खालको भिडियोहरू मेरो युट्युबमा जान्छ। र म हिँडेको त्यहाँको रहन्छ हल्का मेरो भ्लगहरूमा हजुरहरूले हेर्न सक्नुहुन्छ। त्यसै गरेर मलाई साथ सपोर्ट गर्नु होला। हजुरहरूको मायाले गर्दा म एकदम अगाडि बढ्छ। नमस्ते, सम्पूर्णमा म क्लोज हुन चाहन्छु। यति भन्दै मेरो यात्रा यही टुङ्ग्याउँछु। हार्दिक धन्यवाद ज्ञापन गर्दछु।